साथीहरू नि म सधैँ खाना ढिलो गराउँथेँ। अनि हिजो चाहिँ के सोचेँ, आज चाहिँ खाना छिट्टै गराउनु पऱ्यो, छिट्टै खानु पऱ्यो, कति ढिलो खाने भन्ने सोचले अनि म चाहिँ 4:30 बजीतिर के एउटा कुकरमा भात बसालेँ। अनि अर्को कुकरमा चाहिँ यसले के भात अलि धेरै राम्रो मान्दिनँ, अलि जाउलो पकाउनु अलि धेरै खान्छे। अनि त्यही भएर जाउलो बसाल्दै गएँ। अनि कुकर बसालेँ। अनि पहिले चामल र दाललाई भिजाएर राखेको थिएँ। अनि पानी हालेँ, अलि त नुन हाल्दै बेसार हाल्दै अनि तेल हाल्दै के। अनि त्यसपछि कुकरको ढक्कन लगाएर बसाल्दै अनि 2-3 सिटी लायो। अनि 2-3 सिटी लगाएपछि के सोचेँ, अब यसको खाना पाक्यो होला, अब यसलाई खुवाउनु पऱ्यो अनि आनन्दै होला भनेर के खुवाउन लगाएको त हे भगवान्, मैले चामल र त त्यो दाल त हाल्नै बिर्सेरहेछु। पहिलोचोटि जिन्दगीमा पहिलोचोटि पानी सिटी लगाएँ के। अनि म त अचम्म लाग्यो, दिमागले कामै गरेर रहेनछ होइन, यस्तो भयो कि मलाई। हजुरहरूलाई कसैलाई भएको छ कि भएको छैन, हिजो यस्तो भयो मलाई, आफैलाई हाँसो पनि लाग्यो अचम्म पनि लाग्यो कि अब के भएर त्यस्तो भयो। अनि अचम्म लाग्यो, त्यही भएर भन्न मन लाग्यो कि हजुरहरूलाई कहिले त्यस्तो भएको छ कि भएको छैन भनेर।